अब 16 वर्षकोलाई पनि भोट दिन मिल्छ। अब तपाईहरु जाग्नुहोस् र भविष्यका लागि नयाँ बाटो रोज्नुहोस्। राम्रा मान्छे मन्त्री बनिसके, अब केलाई चाहियो चुनाव? चुनाव खल्ली बल्ली केटा हो। चीटिंग करता है तू, चीटिंग करता है तू। यो पल्ट कसम खानुस्, यी पार्टीहरुलाई अब कहिल्यै भोट नगर्नुस्। यो भिडियो सबैलाई शेयर गर्नुस्। जबसम्म संविधान चेन्ज हुँदैन तबसम्म यही हाल हुन्छ। पुरानो पार्टी फेरि बन्छ। बाबा, महावीर पुन कस्तो मान्छे हो? छोरा, महावीर पुन त्यो मान्छे हो जसले देशलाई आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि राखे। प्रधानमन्त्रीको कार्यकक्षबाट नेपालको लिपुलेख कालापानी सहितको चुच्चे नक्सा हटाइयो भन्छन्। के यो सत्य हो? नयाँ ऊर्जा मन्त्री भएसँगै नेपालको ऊर्जा प्रयोग गरी अकुत सम्पत्ति कमाउने अनि राज्यलाई तिर्न पर्ने पैसा नतिर्नेहरूको सातो गयो होला, हैन? देशमा नयाँ सरकार बनेसँगै तर लिपुलेख र कालापानीको मुद्दा तुइएर नजाओस्, किनभने हामीलाई देश प्यारो छ, छिमेकी होइन। संविधान सभा संसदको विघटनसँगै हाम्रो देश नेपालको कार्यकारी प्रमुख बनाउने सपना पनि तुहिएर जाला जस्तो छ त। वीर गोर्खालीको नामले विश्वमा परिचित हाम्रो देश नेपाललाई आज केही अवसरवादीहरूले चोरहरूको देश भनेर चिनाउलान् भन्ने डर भयो। आफ्नो राजधानीको मुटुमा रहेको सिंहदरबार समेत बचाउन नसक्ने हाम्रो देशको सेनाले कालापानी र लिपुलेख कसरी बचाउला र? देश खरानी भयो। न प्रशासन बाँकी छ, न अदालत, न त नेपालको अस्तित्व बाँकी छ। सबैलाई खरानी बनाएर अब यो देश कसरी बन्ने गरा? नेपाल हाम्रो देश हो। हाम्रो देशको आन्तरिक मामिलामा कुनै पनि छिमेकी देशको हस्तक्षेप नहोल। यो आवाज नेपालको हो। आफ्नो देशको इतिहास जल्दा त खुसी हुने देशको मान्छे म अब कसरी होला? देशको विकास यस्तो पीडामा कसरी सम्भव हुन्छ? देशमा परिवर्तनको बिगुल फुकेको छ, यो ठीक हो, तर फेरि देशको शासन नयाँ चोर भनिनेहरूको हातमा नपरोस्। जो सुकै मरोस्, हामीलाई त त्यो लास देखाएर राजनीति गर्नु छ। छोराछोरी त जनताको मारेको हो नि, हाम्रो हो र? चत्तेरी बड्डा नेपालमै कृषि क्रान्ति गर्छु रे थे। नेपालमा कृषि क्रान्ति होइन, कुर्सी क्रान्ति पो हुन्छ त। के रे? के भन्या बड्डा? देश बनाउन त विदेश जानुपर्छ रे। किन जाने विदेश? देश बनाउन त देशमै बस्नुपर्छ नि। हामी त्यो देशको मान्छे हौ जसलाई हरेक छिमेकीले आफ्नो स्वार्थको लागि प्रयोग गर्न खोज्छ। हामी लड्न तयार छौं। भ्रष्टाचार नै नेपालको विकासको एक मात्र बाटो हो। 2-4 दिन पुर्न सकेको भए ग्यास पाइपलाइन घर घरमा आउँथ्यो, तर बन्द गरिदिए मान्छेले। अब भ्रष्टाचार विरोधी आन्दोलनलाई तपाईँ समर्थन गर्नुहुन्छ त? भ्रष्टाचार नियन्त्रण गर्न मैले जति काम कसैले पनि गरेको छैन। अब त शहीद भए, तर बलिदान खेर नजाओस्।